नेपालको भन्सारमा सुनका गहना, मोबाइल र टेलिभिजन सम्बन्धी कस्तो नियम छ आजको यस भिडियोमा शेयर गर्नेछु। नमस्ते, मेरो नाम रबिन पौडेल। अब भिडियोलाई सुरु गरौँ। सुरुमा चाहिँ सुनका गहनाबाट सुरु गरौँ। सुनको बेरुवा औँठी, बाला र सिक्रीलाई चाहिँ सुनको गहनामा चाहिँ कन्सिडर गरिँदैन भनेर भन्सारले भन्छ। सो कोही पनि व्यक्ति विदेशबाट आउँदैछ भने उसले 25 ग्रामसम्म सुन ल्याउनु पाउँछ। त्यो चाहिँ गहना बनाएर लिएर आउनुपर्छ है। पुरुषले 25 ग्राम पाउँछ र महिलाले 50 ग्राम पाउँछ। राम्रोसँग हेर्नुहोस्, पुरुषले 25 ग्राम, महिलाले 50 ग्राम। 50 तोला भने होइन, ग्राम भने। एक तोलामा भनेको 11.667 ग्राम हुन्छ। भनिसकेपछि 25 ग्राम भनेको 2 तोला भन्दा थोरै बढी भयो है पुरुषको लागि। महिलाको लागि 4 तोला भन्दा थोरै बढी भयो। त्यहाँभन्दा बढीको चाहिँ के गर्न पाउँछ भन्दाखेरि 100 ग्रामसम्म चाहिँ हामीले भन्सार शुल्क तिरेर सुन ल्याउनु पाउँछौँ। कोही पनि साथीले 100 ग्राम भन्दा बढी सुन बोकेर आउनु भयो विदेशबाट भने चाहिँ त्यस्तो अवस्थामा उहाँको सुन 100 ग्राम भन्दा माथिको सुन चाहिँ भन्सारले जफत गरेर लिन्छ। त्यो चाहिँ फिर्ता नआउने गरी जफत हुन्छ। तर पुरुषको केसमा 25 देखि 100 ग्रामसम्मको ट्याक्स तिर्ने हो, भन्सार कस्टम फी तिरेर ल्याउनु पाइयो। महिलाको चाहिँ 50 देखि 100 सम्मको 50 ग्राम चाहिँ भन्सार फी तिरेर ल्याउनु पाइयो। सुनको केसमा यो भइहाल्यो। अब मोबाइल फोनको केसमा के हुन्छ त? मोबाइल फोनको केसमा के हुन्छ भने विदेशमा घुम्न गएको छु भने मैले आफूले बोकेको भन्दा अरू फोन ल्याउन पाउँदिन। फोन ल्याएँ भने चाहिँ मैले सरकारलाई कर तिर्नुपर्ने हुन्छ। अब कुनै पनि श्रमिक विदेश जान्छ भने चाहिँ उसले 6 महिना श्रम स्वीकृति, लेबर पर्मिट, बाहिर लेबर पर्मिट गर्नु भएको छैन भने डिजिटल सोल्युसनमा सम्पर्क गर्न सक्नुहुन्छ। म यहाँ नम्बर राख्छु। लेबर पर्मिट लिएर गएको छ कोही व्यक्तिले भने ऊ 6 महिना विदेश बसेर आयो कम्तीमा भने उसले एउटा फोन आफ्नो युज गरेको त ल्याउनु पाइहाल्यो, एउटा ब्रान्ड न्यू फोन ल्याउनु पाउँछ। त्यो ब्रान्ड न्यू फोन उसले कस्टमबाट एउटा चिट पाउँछ। त्यो चिट लिएर आइसकेपछि एमडिएमएस मा रजिस्ट्रेसन गर्न पाउँछ। नेपालमै किनेको फोन सर त्यसले भ्यालिडिटी पाउने भयो। चोरेको फोन, ग्रे फोनको रूपमा त्यो फोन कन्सिडर हुँदैन। फोनको केसमा त्यही भयो, घुम्न गएको मान्छेले पाउँदैन। अब श्रम स्वीकृति गरेको मान्छेले नि आफूले बोकेको एउटा फोन छ र ब्रान्ड न्यू फोन चाहिँ एउटा ल्याउनु पायो। आफूले बोकेको 2टा फोन रहेछन् भने ब्रान्ड न्यू एउटा ल्याउनु पायो। अब यस्तो केसमा के हुन्छ भन्दाखेरि कोही कोही साथीले 2-3टा ल्याउनु होला फोन, तर त्यो भन्सारमा बस्ने मान्छेले थाहा पायो भने चाहिँ कारबाही गर्ने। कोही कोहीले लुकाएर ल्याउँछन्, फेरि अब ल्यायो भने फलानु ल्यायो भने भएन। आफूले बोकेर आएको फोन पनि जस्तै तपाईले कोही कोहीले बठाई गर्नलाई चाहिँ आफ्नो एउटा फोन, पुरानो फोन छ, नयाँ आइफोन किन्नु भयो, नयाँ गोजीमा राख्नु भयो, अर्को फेरि ब्रान्ड न्यू ल्याउनु भयो भने चाहिँ त्यो नयाँ फोन पनि उसले चेक गरिदिन सक्छ है। एयरपोर्टमा चेक गर्दा थाहा भयो त्यो आइफोन चाहिँ कहिलेदेखि सुरु भएको छ भने थाहा हुन्छ नि त, कहिलेदेखि लिएको भन्ने, कहिले किनेको भन्ने त त्यहाँ थाहा हुन्छ फोनको। त्यो चिज पनि थाहा हुने भयो। चिटिङ गर्नु चाहिँ भएन भन्ने कुरामा। अब टेलिभिजनको केसमा के छ त? टेलिभिजनको केसमा चाहिँ श्रम स्वीकृति गरेर 12 महिना विदेश बसेको व्यक्तिले 32 इन्चसम्मको टेलिभिजन ल्याउँदाखेरि नेपालमा कुनै पनि भन्सार तिर्नु पर्दैन। र कोही व्यक्ति श्रम स्वीकृति गरेको छ, सामाजिक सुरक्षा कोषमा आबद्ध छ, 1 महिनाको भए पनि तिरे हुन्छ। अहिले श्रम स्वीकृति गर्नेले अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्छ भनिसकेपछि त्यसैले तपाईले 2 वर्ष यता श्रम स्वीकृति गर्नु भएको छ भने तपाईको सामाजिक सुरक्षा कोषमा पैसा तिरिसकेको छ। तपाई तिरिया छ भने चाहिँ तपाईले जतिसुकै इन्चको टेलिभिजन ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन। तर तपाई कुन एयरलाइन्सबाट आउँदै हुनुहुन्छ त्यो एयरलाइन्सले चाहिँ तपाईले ठुलो इन्चको टेलिभिजन ल्याउनु चाहिँ दिँदैन। प्रायः जसो एयरलाइन्सले 55 इन्चसम्मको टेलिभिजन ल्याउनु दिँदो रहेछ। 60 इन्चको टेलिभिजन तपाईले किन्नु भयो, तर तपाईले बजेट एयरलाइन्स हुन्छ नि, सस्ता खालको एयरलाइन्सहरु, एयर अरेबिया जस्तो त्यस्तो एयरलाइन्सहरुमा गर्नु भयो भने चाहिँ तपाईलाई त्यो एयरलाइन्सले एक्स्ट्रा फी माग्छ, अथवा त्यो एयरलाइन्समा त्यो टिभी राख्न हुँदैन। त्यो अब त्यो उनीहरुको रुल सेट हुन्छ। सो कुन एयरलाइन्स मैले युज गर्दैछु त्यसले चाहिँ मैले किन्दै गरेको टेलिभिजन चाहिँ लान दिन्छ कि दिँदैन भन्ने चाहिँ पहिला मेक स्योर गरेर मात्रै अनि बल्ल टेलिभिजन किन्नु होला अथवा टिकट काट्नु होला। कोही कोही साथीहरुको के हुन्छ, टेलिभिजन किन्नु भयो, एयरपोर्ट ल्याउनु भयो, एयरलाइन्सले एक्स्ट्रा पैसा लिइदियो भने चाहिँ त्यस्तो अवस्थामा के भयो, तपाईले नेपालमै किन्नु पर्ने रहेछ, बरु नेपालमै सस्तो पाइन्छ भन्ने पनि अवस्था आउन सक्छ। द्याट्स व्हाई तपाईले यो चीजलाई चाहिँ एकदमै ध्यान दिएर हेर्नुपर्ने हुन्छ। त्यो चीज भयो। सुनको केसमा सुनको गहना, मोबाइल फोन र टेलिभिजनको विषयमा चाहिँ मैले यो चीजहरु तपाईलाई जानकारी दिएँ। मोबाइल फोनको विषयमा चाहिँ ट्याक्सेसनको कुरा हुन्छ। ट्याक्सेसन चाहिँ कस्तो छ भन्दाखेरि आइफोन, जुनसुकै आइफोन भए पनि 10,000 भन्दा बढी भन्सार शुल्क लाग्छ भनिएको छ। अरु स्यामसङ फोनहरुमा, एन्ड्रोइडमा 3500 र अर्को फोनहरुमा चाहिँ 300 रुपैयाँ चाहिँ ट्याक्स लाग्छ भन्ने खालको कुराहरु छ। थ्यांक यू सो मच फर वाचिङ। तपाई श्रम स्वीकृति गर्न चाहनुहुन्छ, श्रम स्वीकृति गर्नु भएको छैन भने चाहिँ हामीलाई सम्पर्क गर्नु होला। म यहाँ नम्बर राख्छु। त्यसैगरी अन्य डिजिटल सोलुसनका सेवाहरूको बारेमा जानकारी दिँदै म बिदा चाहन्छु। नमस्ते। डिजिटल सोलुसन प्राइभेट लिमिटेडबाट हजुरले श्रम स्वीकृति रिन्यू गर्न सक्नुहुन्छ, नेपालको अथवा दुबईको पुलिस क्लियरेन्स सर्टिफिकेट बनाउन सक्नुहुन्छ, प्यान रजिस्ट्रेसन गराउन सक्नुहुन्छ, इन्टरनेसनल ड्राइभिङ पर्मिट बनाएर 150 वटा भन्दा बढी देशमा गाडी चलाउन सक्नुहुन्छ, युरोपास सिबी र कभर लेटर बनाएर आफूले चाहेको ठाउँमा जागिर खान सक्नुहुन्छ, एउटै मेसेज हजारौं जनालाई पठाउनको लागि बल्क एसएमएस सेवा लिन सक्नुहुन्छ। हजुरको बिजनेसलाई अनलाइनमा लान हजुरले सामान र प्रोडक्ट सर्भिसहरू बेच्नको लागि डिजिटल मार्केटिङ सेवा लिन सक्नुहुन्छ अथवा सिक्न सक्नुहुन्छ। त्यसैगरी बिजनेसलाई आवश्यक पर्ने सिस्टम र सफ्टवेयरहरू लिन सक्नुहुन्छ। सो अहिले नै डिजिटल सोलुसनलाई सम्पर्क गर्नुहोस्।